गगनजी त के भनेर चुनाव लड्नु, मलाई लाग्छ गगन थापा चाहिँ यसपालि चुनावमा उठ्दैनन् साथीहरू, मान्नु होला मेरो कुरा चाहिँ। उसले म युवाहरूलाई सार्छु, म चाहिँ अब यसपालि सारा युवालाई सपोर्ट गर्ने हो भनेर चाहिँ उठ्दैनन्। भनेको के हो मतलब, जब मुद्दा प्रधान भइदिन्छ, जब राजनीतिमा एजेन्डा प्रधान हुन्छ, त्यसपछि व्यक्ति गौण हुन्छन् होइन, व्यक्ति पनि चाहिन्छ। तपाईँहरूले एकचोटि 64 साल फर्केर हेर्नुभयो भने एउटा पार्टीको महासचिवलाई, माधव कुमार नेपाललाई काठमाडौँ जस्तो देशको राजधानीमा झक्कु सुवेदी भन्ने एकजना सामान्य मान्छेले हराइदिया हुन् क्या चुनाव होइन। अब अहिले त हर्क साम्पाङलाई मैले नराम्रो भन्न चाहिनँ, तर राजसभाको सामान्य उम्मेदवारले पनि उहाँलाई हराइदिनु भयो भने मैले चाहिँ अनौठो मान्ने छैन। मैले त्यस्तरी देखिराखेको छु यसपालिको चुनाव चाहिँ। अब नीति नेतृत्व जबसम्म जनताले रुचाउँछ, जब त्यो पार्टी झ्याप्पै रुचाइदिन्छ अनि व्यक्ति नै गौण भइदिन्छ, त्यस्तो हुन्छ माहौलले जितेको बेला। 15 सालको चुनाव हेर्नुहोस्, नेपाली काङ्ग्रेसले खुर्लुक जितेको थियो। 48 सालको चुनाव हेर्नुहोस्, अब बहुदल ल्याएका कङ्ग्रेस एमाले नै कति ठुला दल बनेर आए। 64 सालको चुनाव हेर्नुहोस्, माओवादी सबभन्दा ठुलो दल बनेर आयो भने फागुन 21 को चुनाव राजसभाको लागि हुँदैछ क्या। यो चुनाव नै राजसभाको लागि हुँदैछ। अनि मान्छे त्यही नभएर त अनि दुनियाँ नसकेपछि रवि ठग यसलाई त छोड्नै हुँदैन। ए बाबु हिम्मत छ भने छोडेर देखाउ न। रविसँग प्रतिस्पर्धा गर्ने, राजसभासँग प्रतिस्पर्धा गर्ने हिम्मत छ भने छोडेर देखाउ त के हुँदो रहेछ। उनीहरूले त न थुनेर सक्लान् न छोडेर सक्लान् कि केही गरी पनि सक्दैनन्। अब यिनीहरू सबैले हारिसकेका छन्। अब नयाँहरूले त झन् रविलाई गाली गरे भने त जनताले सिधै उनीहरूलाई नो भोट भनिदिनेवाला छ। रविलाई गाली गर्ने हो भने नयाँहरूले चाहिँ है, नयाँहरूले त रविलाई निकाल्ने हो नि जेलबाट। नयाँहरूले जो नयाँ राजनीतिक दलको मुद्दा बोकेर हिँडेका रवि लामिछाने थुनामा परेका छन्, बिचरा झुट्टा मुद्दा लागेको छ होइन, उसको पक्षमा बोल्न छाडेर होइन यो गलत भयो, रविलाई त निकाल्नै पर्छ जेलबाट भनेर जुनसुकै नयाँ दलले भन्दैन नि, उसलाई जनताले नो भोट भन्नेवाला छ। यो के सोचिराखेको छ यिनीहरूले चाहिँ। अब त्यही भएर पनि कुलमान घिसिङले त बोलिसके। कुलमान घिसिङले त यो त राजनीतिक प्रतिशोध भनिसके। अब जसले त्यो भने छैन नि भन्नेवाला छ। साथीहरू पर्खिनुहोस्, 2 हप्ता पर्खिनुहोस्, 2 महिना पर्खिनुहोस्, फागुन पर्खिनुहोस् नि। फागुनसम्म पनि रवि निस्किनु भएन भने सबै दलले रविलाई राजनीतिक प्रतिशोध भन्नेवाला छन्। ऊ महेश बस्नेतले भनिसके। महेश बस्नेतले रविजीसँग मिल्नुपर्छ, रवि त के हो र, हामी चाहिँ रविसँग मिलेर जान्छ भन्छ। प्रचण्डले भनेकै छ, काङ्ग्रेसले यस्तो छ क्या यिनीहरूको चाहिँ पारा, हेर्नु न। त्यसकारण यो हो मुद्दा साथीहरू। चुनावी मुद्दा भनेकै यसपालिको फागुन 21 को चुनावी मुद्दा भनेकै